राम्रोसित खाँदैन। के भयो त? यसले आमाको याद आइरह। आमासँग छुट्टाएर त नराखौँ है बाबा। नमस्कार साथीहरू, म तपाईहरूको लागि नचिकिँदै गरेको चलचित्र मिरमिरेको आधिकारिक टिजर हेरेर समीक्षा लिएर आएको छु। आजको भिडियोमा हामी हेर्छौं टिजरले के देखायो, के आशा जगायो र के कुरामा शंका चिन्ता लाग्न सक्छ। टिजर भनेको कुनै पनि फिल्मको पहिलो नमुना हुन्छ। कलाकार, कथा, भावनात्मक वातावरण र सिनेमाटोग्राफी सबैको पहिलो झल्को। त्यसैले हामी ध्यान दिएर हेरौँ कि मिरमिरेले हामीलाई के संकेत दियो। याम शेर्पाले मिरमिरेलाई निर्देशन गरेका छन्। यसले ग्रामीण सामाजिक पृष्ठभूमिमा आधारित कथा बोकेको बताइएको छ। मुख्य कलाकारहरूमा छन् दयाहाङ राई, प्रकाश सपुत, माउत्से गुरुङ, बरुणा सापकोटा र सृजना निङलेखु। त्यो आउँदै हो माघ 1 गते यस फिल्मको रिलिज मिति तय गरिएको छ। भनिन्छ पहिलो देखिने झलक टिजरले नै दर्शकको मन जित्ने गुमाउने दुईतर्फी मौका दिन्छ। त्यसैले अब हामी टिजरमै देखेका कुराहरू हेर्दै हामी समीक्षा गर्छौं। टिजरको फोकस देखिन्छ बाबु छोरीको सम्बन्ध र गाउँ सामाजिक पृष्ठभूमिलाई केन्द्रित गरेर। यस्तो प्रकारको कथा जहाँ परिवार, सामाजिक दबाव, मान्छेको जीवन, सङ्घर्ष र गाउँको पृष्ठभूमि यी सबै समावेश हुन्छन्। यसले दर्शकलाई भावनात्मक रूपमा जोड्ने सम्भावना देखिन्छ। त्यो रुरल सोशल ड्रामा खालको पहल धेरै नेपाली दर्शकहरूका लागि आत्मीय र पहिचान योग्य हुन सक्छ। दयाहाङ राई जो पहिले धेरै चर्चित फिल्महरूमा देखिए र उनको अभिनय क्षमतामा व्यावसायिक र समर्पित दुवै पछि छन्। त्यसैगरी प्रकाश सपुत जुन पहिलो पटक दयाहाङसँग स्क्रिन सेयर गर्दैछन्। योभन्दा अगाडि उनले धेरै फिल्म खेलिसकेका छन्। दयाहाङ राई र प्रकाश सपुतको कम्बिनेसन देखेर अलि रोचक हुनेछ। कस्तो काम गर्छन् भनेर। सृजना निङलेखु उनले पहिला कारसाङमा अभिनय गरेर सकारात्मक प्रतिक्रिया पाएकी थिइन्। पुनः दयाहाङसँग काम गर्नु दर्शकहरूका लागि उत्साहको कुरा हो। अरू कलाकार र बाल कलाकारहरूको उपस्थिति फिल्मको विविधता र कथाको गहिराई बढाउने सङ्केत छ। टिजरले देखाएको रुरल भिलेज हैन, समाज परिवारको परिवेश, प्राकृतिक दृश्य, गाउँको वातावरण, सम्भवत परम्परा र संस्कृति यी दृश्यात्मक पक्षले दर्शकलाई भावनात्मक रूपमा जोड्ने सम्भावना बढेको छ देखिएको छ। जानकारी अनुसार फिल्म छिट्टै सकिएको र सिनेमाटोग्राफी काम पनि सम्पूर्ण भइसकेको छ। यसले देखाउँछ कि निर्माण पक्षले समयमै काम पुरा गर्दै राम्रो मेहनत गरिरहेका छन्, जुन कुराले फिल्मको क्वालिटीमा सकारात्मक असर गर्न सक्छ। टिजर राम्रो देखिए पनि कथा नै निर्धारक हुन्छ। टिजरले कथा सबै खोल्दैन। त्यसैले मुख्य फिल्मले ती सङ्घर्ष, पात्र विकास, सम्बन्ध र सामाजिक पाटोलाई कसरी देखाउँछ त्यसमा सफलता पाउनुपर्छ। ग्रामीण सामाजिक र पारिवारिक कथाले कहिले दर्शक दिल खुलाउने खालको भारी अनुभव दिन सक्छ। त्यसैले सन्तुलन महत्त्वपूर्ण हुनेछ। नयाँ जोडी र कलाकारहरू बीच केमिस्ट्री, संवाद, अभिनय र पेसिङ यिनमा फिल्म सफल हुने कि नहुने सायद टिजरले देखाएको भन्दा फरक हुन सक्छ। मेरो विचारमा मिरमिरे धेरै सम्भावनाको फिल्म हो। यदि निर्देशक याम शेर्पाले रुरल रियलिजम, सामाजिक सन्देश र मानवीय सम्बन्धलाई मर्यादित र संवेदनशील तरिकाले देखाउन सके फिल्म निकै मन छुने सामर्थ्य राख्छ। विशेष गरी दयाहाङ राई र प्रकाश सपुत पुराना कलाकारहरू मिलेर अभिनय गर्दा दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाउन सक्छ। साथै ग्रामीण पृष्ठभूमि र भावनात्मक कथा हाम्रो नेपाली कुनामा धेरैले रुचाउने विषय हो। तर कथा जित्नुपर्छ, ओभर ड्रामामा नबुग्नुपर्छ र व्यक्तिगत र सामाजिक द्वन्द्व होस् कि मानिसको मनको कहानी, त्यसलाई सन्तुलित र वास्तविक देखाउन जरुरी छ। मिरमिरेको टिजरले राम्रो सुरुवात गरेको छ। कास्ट, पृष्ठभूमि, भावनात्मक झल्को र ग्रामीण सामाजिक परिवेशले उत्साह जगाएको छ। तर मुख्य फिल्म कसरी अगाडि जान्छ, कथा, अभिनय, निर्देशन, पेसिङ सबैले नै निर्णय गर्नेछन्। यदि सबै पछि ठिक रहे मिरमिरे हाम्रो नेपाली सिनेमा क्षेत्रमा एउटा अर्थपूर्ण सामाजिक मानवीय चलचित्र बन्न सक्छ। म पनि निकै उत्साहित छु र हेरिरहेको छु कि फिल्म रिलिज भएपछि यो आशा कति पुरा हुन्छ हैन, यो फिल्मले कतिको आशा पुरा गर्छ। अब भन्नुहोस् हजुरलाई मिरमिरेको टिजर कस्तो लाग्यो? तल कमेन्ट गर्न नबिर्सिनुहोस्। पछि पनि हजुरलाई यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला है। धन्यवाद।